राधा कृष्णा गाइज कैसे हो आप सभी का स्वागत है मेरे ब्लॉग चैनल में। मतलब मेरे चैनल में ब्लॉग भी आएगा, चैलेंज भी आएगा, कुछ भी आ सकता है। तो गाइज आज बहुत स्पेशल दिन है। आज कॉलेज में मेरा प्रेजेंटेशन होगा। मेरा इतना ख़राब किस्मत है कि सबसे पहले कॉलेज में पहले ही मेरा ही मतलब सर मुझे ही सिलेक्ट किए। 4 अक्षर का नाम है अमित, तुरंत चट से मेरा नाम बोल दिए। तो आज मेरा प्रेजेंटेशन है, वीडियो पूरा कंटिन्यू देखते रहिए। आगे क्या होगा, प्रेजेंटेशन फिर कैसा हुआ, क्या क्या गलती हुआ, मतलब आप लोग थोड़ा ध्यान से देखना, उसके बाद बताना, ताकि मैं मतलब फीडबैक देना, मैं रिकवर कर सकूं और आगे और भी सीख सकूं। तो वीडियो पूरा देखिए। शुरू करेगा मतलब स्टोरीचं नाम डायरेक्टर हो पिक्चर में आम्ही यांना सक्षम होता गोड माणसाचा के गरजेचा एनिमल हजरछन मारे छानी हैप्पी छा स्टोरी को शुरुआत में सरी थियो एउटा गाउँमा पहिला हामी क्यारेक्टर को बारेमा यसमा अली नाम को क्यारेक्टर छ। मुस्लिम कम्युनिटी देखि जो बिलोंग गर्छ। अली नाम थियो अनि उसको दादा को मिरियम र उसको मिरियम को हस्बैंड को नाम सोल्जर थियो। नाम यहाँ मेंशन गर्छ न स्टोरी में। अनि पोस्टमैन र पोस्ट ऑफिसर यसरी 3-4 वटा क्यारेक्टर छन्। अनि यो मुस्लिम कम्युनिटी देखि बिलोंग गर्छ। अली को एउटा गाउँमा अली थियो मामा स्टोरी सुरु गर्छ। एउटा गाउँमा अली नामको एउटा व्यक्ति थियो, बुढो मान्छे। उसले हन्टिङ गर्ने काम गर्थ्यो, चराहरू जनावरलाई मार्ने। अनि त्यो जुन मार्छन्, जुन तडप छन्, जब मारेपछि अलि मेरो नेपाली त्यस्तो वीक होला, इग्नोर गर्नु होला। के भन्छन् मार्थ्यो। अनि जब चराहरू कराउँथे त यो उसलाई बहुत राम्रो लाग्छ, उसको पेसन थियो, धेरै रमाइलो गर्थ्यो। अनि त्यो मान्छे तर आफ्नो छोरीलाई धेरै माया गर्थ्यो। अनि छोरी पनि उसको आफ्नो बुबाले धेरै माया गर्थ्यो। एक दिन एज भइहाल्छ भने छोरीको बिहे हुन्छ नै। अनि उसको छोरीलाई उसको यो जुन वर्क थियो उसको पापाको त्यो चरा मार्ने वाला त्यो मन पर्थेन। अनि यस्तै उसको छोरीको एक दिन बिहे हुन्छ एउटा सोल्जरसँग। अनि ऊ गइहाल्छ। छोरी गइहाल्छ त ऊ धेरै माया गर्थ्यो। अनि ऊ अलि डिप्रेस हुन थाल्यो के अकेलापन उसले धेरै महसुस हुन थाल्यो। कुनै मान्छेले जसले हामी धेरै माया गर्छौँ ऊ हामीसँग टाढा हुँदा कस्तो नराम्रो लाग्छ। जे राम्रो भए पनि जस्तै कोही यहाँ छ, कसैले कोही मान्छे राम्रो छ, हामी हाम्रो मम्मी पापा एकछिनको लागि टाढा हुँदा पनि गेम हामीले धेरै रुचि छ भने खेल खेल्न मजा आउँदैन त्यो गेममा। त्यस्तै उसको जुन पेसन थियो एनिमल मार्ने, त्यो के भयो एक पलको लागि छुटिहाल्यो के त्यो छोडिदियो। उसलाई नराम्रो लाग्यो, त्यो मजा आउन बन्द भयो उसलाई जब ऊ किलिङ गर्थ्यो। अनि यो कुरा एक्लोपन उसलाई धेरै त्यो हुन थाल्यो। अनि यो कामले ऊ पार्कमा जान्थ्यो, बस्थ्यो, फ्यामिलीहरूलाई हेर्थ्यो ऊ कसरी के गर्दैछ। अनि यही त्यो सोच्थ्यो कि यो दुनियाँ माया र केयरमा चल्दैछ। अनि यो एउटा उसको भित्र होप आउन थाल्यो कि उसको छोरीले उसको लागि लेटर भेजेको हो नि। अनि यही प्रोसेसले यही कामले ऊ बिहानै जाने काम गर्थ्यो पोस्ट अफिसमा। जस्तो सुकै मौसम भए पनि, जाडो चिसो जे भए पनि ऊ बिहान उसको एउटा रुटिन बनिहाल्यो। अनि ऊ पोस्ट अफिसमा गएर एउटा कॉर्नरमा बस्थ्यो। अनि उसको नाम त्यो पोस्ट अफिसरले लिन्छ भनेर एउटा आशमा त्यहाँ गएर पुनामा बस्थ्यो। अनि यो प्रोसेसमा यो कामले उसको 5 साल बितिहाल्छ। यही डेली रुटिन उसको बनिहाल्यो थियो। बिहानै जाने अनि त्यहाँ गएर बस्ने, आफ्नो नामको प्रतीक्षा गर्ने। एक दिन यसरी वेट गर्दा गर्दा ऊ पोस्ट अफिसरसँग सोध्छ, मतलब मेरो छोरीले के मेरो लागि चिठी भेजेको छ। अनि त्यो पोस्ट अफिसर बिजी भएर ऊ रिसाइहाल्छ उसको माथि। अनि उसलाई गाली पनि गर्छ, जसले त्यो मान्छेलाई धेरै नै दुखी हट गर्छ। मतलब त्यो कुराले उसलाई धेरै नै दुख फिल हुन्छ। अनि त्यो पोस्ट अफिसदेखि गइहाल्छ। अनि यो कुराले फेरि यो पोस्ट अफिस भिजिट गर्न छोड्छ। अनि फेरि त्यसमा योभन्दा पहिला पिक्चरमा अरू एउटा पोइन्ट थियो, त्यो जुन मान्छेहरू थिए पोस्ट अफिसर जस्तै अफिसमा काम गर्ने, उनीहरू जिस्काउने पनि काम गर्थे कि यो पागल छ, यो बुढो डेली आएर बस्छ, केही यसको काम छैन, डेली आएर मात्र हामीलाई परेशान गर्ने काम गर्छ। अनि यो कुरा त्यो जुन त्यहाँ वर्करहरू थिए जब अलि आउन बन्द गर्यो र उनीहरूलाई
जस्तै कोही डेली आएर यहाँ आउँदैछ एक पलको लागि 5-8 कन्टिन्यू एब्सेन्ट हुन थाल्यो भने क्युरियोसिटी जान्छ किन कि के हो किन आउँदै छैन। त्यसरी त्यहाँको वर्करहरू भित्र पनि आएको थियो। र एक दिन बाटोमा एउटा वर्कर अलीलाई भेट्छ अनि के कुरा गर्छ, सोध्छ कि किन नआएको। त अली भन्छ कि अब मेरो उमेर भइहाल्छ, अब मेरो भित्र त्यति शक्ति छैन त्यो आउने जाने। त्यसै अनि फेरि अलीले भन्छ कि म तिमीलाई यो केही कोइन मतलब सोनाको सिक्का दिन्छ भन्छ। मेरो छोरीले मेरो लागि चिठी पठाउँछ भने म जहाँ मेरो एड्रेस हो त्यहाँ लाएर पुगाइदिने, नत्र म मरिहाल्छु भने मेरो जहाँ डेड बडी हुन्छ मुस्लिम कमिटीमा कब्र बनिन्छ, वो मिस्टेक होला, कब्र सुन्नुभएको छ कि नै? त्यही कब्रमा लाएर राखिदिने। यसरी एक दिन उसको जुन पोस्ट अफिसर हुन्छ, जस्तै टिचर अनि फेरि प्रिन्सिपल, उसले पोस्ट अफिसर अनि पोस्टम्यान जो चिठी पठाउने काम गर्छ, त्यो पोस्ट अफिसरको छोरी एक दिन बिमार भइहाल्छ। फेरि नै अनि यो कुराले त्यो जुन पोस्ट अफिसर हुन्छ धेरै चिन्तित हुन थाल्यो के भयो किन कसरी कुरा गर्न पाइरहेको थिएन। अनि यो पनि चिठी आफ्नो छोरीको कि आएछ कि नै भनेर धेरै एकदम टेन्सनमा आइहालेको थियो। अनि यो कुराले उसले महसुस भयो कि अली जुन थियो आउँथ्यो आफ्नो छोरीको लागि, अनि यो कुरा धेरै उसले गिल्टी फिल गर्छ कि कति नराम्ररी उसँग बिहेभ गरेको थिएँ म। जो मान्छे आउँथ्यो 5 साल कन्टिन्यू, अनि यो कुराले उसले धेरै हार्ड गर्थ्यो, मतलब गिल्टी फिल गर्थ्यो। र ऊ आफ्नो छोरीको लागि पनि धेरै परेशान थियो कि मेरो छोरीलाई चिठी पठाएछ कि नै भनेर। र उसको बेचैनी धेरै बढ्दै गयो। अनि फेरि ऊ एक ठाउँमा चिठीहरू जुन जति पनि त्यो अफिसमा थियो त्यो पुरै यताउता खोज्न थाल्यो कि मतलब उसको छोरीले के उसको लागि चिठी भेजेछ कि नै, पोस्ट अफिसरको छोरी। र यस्तो चिठी खोज्दा उसले अलीको चिठी पाउँछ। अनि त्यो चिठी हेरेपछि धेरै इमोसनल हुन्छ अनि अलीको बारेमा सोच्छ कि भोलि म यो चिठी दिएर अलीलाई चाहे जसरी दिन्छु। अनि भोलिपल्ट जब ऊ रेडी हुन्छ त्यहाँ जानको लागि अलीको एड्रेसमा, त उसले इमेजिन गर्छ कि अली मेरो मानेर आएछ अनि उसले अलीसँग माफी माग्छ कि मैले यो गल्ती गरेँ अनि मैले माफ गरिदियो। त्यसरी नै पोस्टम्यान आइहाल्छ जो चिठी डेलिभरी गर्ने काम गर्छ। अनि ऊ हेर्छ अनि भन्छ कि कोसँग हजुर कुरा गर्दै हुनुहुन्छ। अनि फेरि त्यसले भन्छ पोस्ट अफिसरले कि म मतलब अलीसँग कुरा गर्दैछु। अनि फेरि पोस्टम्यानले भन्छ कि कसरी हजुर कुरा गर्न सक्नुहुन्छ, अली त केही दिन पहिला मरिहालेछ, बितिसकेको छ, उसको मृत्यु भयो। यो मेरा त्यो पोस्ट अफिसर अनि यो धेरै दुःखी पनि हुन्छन् अनि सक पनि भइहाल्छन्। अनि त्यो अलीले उसलाई सिक्का दिएको थियो, त्यो कोइन, गोल्डन कोइन, कि म जहाँ हुन्छु त्यहाँ मेरो चिठी लाएर पुगाइदिने। यसरी ऊ पोस्ट अफिसर र पोस्टम्यान दुवैजना गएर के गर्छन्, उसको कब्र जहाँ उसको लास हुन्छ त्यहाँ मृत्यु भएको त्यहीँ गएर उसलाई छोडिदिन्छन्, त्यो चिठी पुर्याइदिन्छन्। स्टोरीको मेन थिम के हो, पेरेन्ट्स लभ। यसमा हामी आमा बुबाको जुन पेरेन्ट्स लभ हुन्छ अनकन्डिसनल हुन्छ त्यो कुरा हेर्न सक्छौँ। पेसेन्स एन्ड होप। 5 साल कस्तो वेट गरेको थियो, डेली गएर सब्र गरेको थियो आफ्नो छोरीको चिठीको लागि। अनि ह्युमन इमोसन यसमा हामी जस्तै सुरुवातमा ऊ राइटरको के काबिलियत थियो इमोसनमाथि स्टोरी बनाउनु। यहाँ हामी लोनलीनेस हेर्न सक्छौँ, त बुढो मान्छेको पेन हेर्न सक्छौँ, रिग्रेट हेर्न सक्छौँ, यसलाई कति राम्रो रिप्रेजेन्ट गरेको छ त्यो पनि हेर्न सक्छौँ। र हार्ट कसरी इंसान परिवर्तन हुन्छ, जस्तै कोही आज रुड छ भने केही कारणवश फ्युचरमा त्यो शान्त हुन सक्छ। जस्तै हामी सानो हुँदा कति चिविल्ला थियौँ, चिविल्ला भनेको नेपालीमा के भन्छ, बदमास हो कि नै। अब अहिले आएर कति शरीर सिधा भइहालेछौँ। त्यस्तै इंसान परिवर्तन गर्ने काम गर्छ स्टेज बाई स्टेज। यति नै। र म साथी निर्जललाई म थ्याङ्क यू भन्न चाहन्छु आफ्नो ल्यापटप दिएर र मेरो एडिटिङमा हेल्प गरेर मलाई धेरै सपोर्ट गर्नुभयो। अनि हजुरहरूलाई पनि आफ्नो कीमती समय मलाई दिनुभयो। सानो गर
Back to our channel. गाइस यो गांडू गाइस बेइज्जती हो गया। तो कैसे लगा आपको मेरा प्रेजेंटेशन, बताओ। गाइस ये फॉर्म भरने जा रहा है। अमित गुप्ता को कसौटी में चोर हराम यू गद्दारी कह रहे थे। गाइस आज का प्रेजेंटेशन भाई बताएगा कैसा लगा। बताओ भाई मेरा प्रेजेंटेशन कैसा लगा। एकदम बवाल, बहुत ही अच्छा। हिंदी में बोलो। मुझको अच्छा हिंदी नहीं आता है। मैं यही कहना चाहता हूँ कि ये बहुत अच्छा प्रेजेंट करता है, हमको बहुत मोटिवेट किया है और मैं भी करूँगा इसके जैसा, और इससे बेहतर करूँगा। बेटर करोगे बस, ये मोटिवेशन है गाइस। माय कॉन्फिडेंस। बट आई विल। आपको कैसा लगा वीडियो में? वैसे तो वीडियो में मज़ा नहीं आ रहा होगा और डर भी बहुत लग रहा था गाइस। तो पूरा प्रेजेंटेशन फिर से देखिए, उसके बाद बताइए कैसा लगा। तो गाइस एक दोस्त का रिव्यू मिला, दूसरे दोस्त का रिव्यू भी बताओ भोसड़ी के को रिव्यू के मतलब कैसा गया। ये जस्तो गयो एउटा पनि राम्रो गरे भिडियो में जान चमके भाई को ना देऊ चुतिया जस्तो गरिरहेको थियो। मलाई भिडियो बनाउन लगायो, एउटा पनि प्रेजेन्टेसन राम्रो छैन। राम्रो छैन एकदम माँ कसम खाओ माँ कसम। तो गाइस आपको कैसा लगा आप वीडियो में बताओ। एक और दोस्तों से भी पूछ लेते हो, तुम्हें बताओ था कस्तो थियो प्रेजेन्टेसन बताओ। एकदमै बवाल थियो, एकदमै राम्रो लाग्यो होइन। त्यो कन्फिडेन्स अनि त्यो एक्सप्लेनेसन एकदमै फिट एन्ड फाइन। के अरे मलाई चाहिँ यिनीबाट केही सिक्नुपर्ने छ। मेरो पनि प्रेजेन्टेसन आउँदैछ र म पनि इन्जिन जस्तो कन्फिडेन्स छ, एकदम ठिक छ। कपाले से इसकी गांड जल रही है गाइस, इसकी जल रही है इसकी जल रही है। तो वैसे वीडियो देख के आप बताओ कैसा लगा। वैसे बहुत मिस्टेक हो रहा था, डर लग रहा था, तो मिस्टेक भी बहुत ज़्यादा हुआ है। सुरु भइसक्यो ल गाइजहरू चाहिँ हामी कतै घर फर्किँदै गऱ्यो अनि साथीहरूले बसेर चिया काम भन्नु भने यो आजको ब्लगर हाम्रो सागर भाइ आज चाहिँ म ब्लगिङ मेरो हातमा छ र म चाहिँ भ्लगिङ गर्दैछु। एकदमै स्याड छन् आज चाहिँ। के भयो यिनको छम्मा चाहिँ उसको गर्लफ्रेंड कसैहरू सँग न्यू ईयर मनाउन गएको थियो। एकदमै दोस्त एकदम स्याड छ, डिप्रेसनको शिकार भइहाल्यो छन्। अरू त्यस्तो गाइजहरू एकदम चिल छ होइन। आज शुक्रबारको दिन चाहिँ स्कुलमा प्रोग्राम थियो, हामी चाहिँ प्रोग्राम हेरेनौँ। खासै त्यस्तो वक्तृत्व बोलाएर खासै हेरेन होइन। त्यही भएर हामी चाहिँ घरतिर सुत्न लाग्यो। जस्ट हम लोग यहाँ चाय पीने बैठे थे, हम लोग को एक सिम मिला है, अभी इसको लगा के देखते हैं चलता है कि नहीं, उसके बाद बताया जाए। आ रहा था यार यो उतारेगा। रोको चिया आ गया है, देखिए कितना एस्थेटिक लुक माय कॉफी। वैसे गाइस ये जो बंदा है जो मेरा बेइज्जती कर रहा था, इधर आओ छामे आओ, ये नीला वाला यही है एडिटर, और इसी ने वीडियो पूरा एडिट किया है। मतलब एडिट मैंने भी किया है, वो जो AI जनरेटेड वो सब मेरा कॉन्सेप्ट मेरा था। प्रेजेंटेशन हाँ प्रेजेंटेशन जो मेरा था, क्या बोलते हैं, क्रिएटिविटी मेरा था। बाकी जो एडिटिंग में जैसे वर्ड मिला के लिखना, फिर इसको छोटा बड़ा लिखना, एडिटिंग में हेल्प ये भाई ने पूरा A to Z इसी ने किया। लैपटॉप भी भाई ने दिया। तो ऐसे दोस्त होने चाहिए, दिल से शुक्रिया। और जो आप प्रेजेंटेशन का वीडियो देख रहे हैं वो भी भाई ने ही किया है, तो दिल से शुक्रिया है भाई को। और आप लोग को भी जो मेरा पूरा ब्लॉग कंटिन्यू देखा यहाँ तक, आगे भी देखते रहिए, वीडियो में पूरा बने रहिए। राधे राधे।